निशा 24 वर्षकी थिइन्। उनको जीवन रङ्गीन थियो। उनी गीत, हाँसो, किताब र फुलहरूमा एकदमै रमाउँथिन्। घरमा निशाको आवाज नबजेको दिन कहिले हुँदैन थियो। गर्मीयामको एक बिहान अस्पतालको सानो कोठामा डाक्टरको शब्दले निशाको जीवन नै बदलिदियो। निशालाई कहिल्यै निको नहुने रोग लागेको रहेछ। रोग भने अन्तिम चरणमा पुगिसकेको थियो। यो कुराले निशा शान्त भइन्। उनको अनुहारमा भय होइन, शान्तको मुस्कान थियो। आमाको आँखाबाट भने आँसु झरिरह्यो। बुबा एउटा कुर्सीमा बस्दै टाउको झुकाइरहेका थिए र भाइ आरब सिरानी मुनि अनुहार लुकाएर रोइरहेको थियो। त्यो रात सबै सुतिसकेपछि निशा निदाउन सकिनन्। उनले सोचिन्, अब बाँकी दिन धेरै छैनन्, तर म बाँकी दिनलाई सुन्दर बनाउनेछु। भोलिपल्ट बिहान निशाले आँगन सफा गरिन्, तुलसीमा पानी हालिन्। त्यो देखेर आमा अचम्ममा पर्नुभयो। बुबाले भन्नुभयो, आराम गर न, तिम्रो शरीर थाकेको छ। निशा हाँसिन् र भनिन्, बुबा, म घर सम्झिन चाहन्छु, दुःख होइन। त्यो दिनदेखि हरेक बिहान उनले आमासँग खाना बनाइन् अनि बुबासँग पुराना फोटाहरू हेर्न थालिन्। आरबसँग चित्र कोर्न थालिन्। घर फेरि बिस्तारै उज्यालो हुन थाल्यो। रात पर्न लाग्दा उनी आरबलाई सधैँ कथा सुनाउँथिन्। कहिले चन्द्रमाको, कहिले साहसी राजकुमारीको, र प्रत्येक कथा एउटा वाक्यमा सकिन्थ्यो, अन्त्यमा सबै कुरा ठिक हुन्छ। एक साँझ उनले आफ्नो नीलो डायरी खोलिन्। सुनौलो कलमले उनले लेखिन्, प्रिय आमा, म यो संसारमा रहिन भने पनि दुखी नहुनु। म तपाईको माया भएर हरेक बिहानको घाममा आउनेछु। बुबा, तपाईको हाँसो सुन्दा मलाई महसुस हुनेछ तपाई अझै बलियो हुनुहुन्छ भनेर। भाइ आरब, जब तिमी डराउँछौ आँखा बन्द गरेर श्वास लिनु, म हावा भएर तिम्रै वरिपरि हुनेछु। यति लेखेर त्यो चिठी निशाले सिरानी मुनि राखिन् अनि आँखामा खुसीको मुस्कान लिएर निदाइन्। एउटा यस्तो रात आयो जहाँ कसैले थाहै पाएनन्। निशा कहिले निदाइन् र कहिले उनी यो संसारबाट बिदा भइन्। तर बिहानको घाम जब झ्यालबाट भित्र पस्यो, उनको मुहारमा शान्ति झल्किएको थियो। जस्तो उनले भनेकी थिइन्, सबै कुरा ठिक हुन्छ। आमाले निशाले लेखेर राखेको चिठी पढ्नुभयो। बिस्तारै रुँदै मुस्कुराउनु भयो।
बुबाले आँसु पुछे र आरबको काँधमा हात राखे। त्यो दिनभरि घरमा एकैसाथ निशाको गीत बजाइयो, जुन उनले गाएको पुरानो रेकर्ड थियो। समय बित्दै गयो, आरब ठुलो भयो, पढ्न सहर गयो। तर हरेक बिहान आमा तुलसीमा पानी हाल्थिन्। हावा हल्का चल्थ्यो र आँगनमा गुलाब फुल्थ्यो, बिल्कुल निशा जस्तै उज्यालो। आरबले कहिलेकाहीँ झ्यालबाट हेर्दै बुबालाई भन्थे, हजुर दिदी अझै यही छिन् है? बुबा मुस्कुराउँथे, हो नानी, माया कहिले मर्दैन। निशा अब हाम्रो घरको वरिपरि हुने हावा बनिसकेछ। बाहिर पात हल्लिन्थे, घाम झ्यालबाट भित्र आउँथ्यो र त्यो क्षणमा लाग्थ्यो निशा साँच्चै त्यही छिन्, हाँसिरहेकी र गीत गाइरहेकी। यो कथा मृत्यु होइन, मायाको निरन्तरताको हो। किनकि कहिलेकाहीँ जो जान्छन् उनीहरू हराउँदैनन्, बस हाम्रो जीवनको हावा र उज्यालो बनेर बाँकी रहन्छन्।